के तपाईलाई थाहा छ दिनको 5 वटा अन्डा खायो भने तपाईको मुटु खत्तमै हुन्छ। तर के यो कुरामा सच्चाइ छ? लेट्स बस्ट इट। एउटा अन्डामा 186 मिलिग्राम कोलेस्ट्रोल हुन्छ अनि रिसर्च अनुसार हामीले डेली खानुपर्ने कोलेस्ट्रोल 300 मिलिग्राम भन्दा कम हुनुपर्छ। त्यसो भए 5 वटा अन्डाले 930 मिलिग्राम कोलेस्ट्रोल दिन्छ, जुन अलमोस्ट 3 गुणा बढी हो रेकमेन्डेसन भन्दा। त्यसमाथि हजुरले खाने अरू खानाहरूबाट पनि कोलेस्ट्रोल पाइरहेकै हुन्छ। तर चिन्ता लिनु पर्दैन, यो पुरानो रिसर्च हो। अनि नयाँ रिसर्च अनुसार हामीले डाइटबाट खाने कोलेस्ट्रोलले हाम्रो ब्लड कोलेस्ट्रोल बढाउन एकदमै मिनिमल रोल खेलिरहेको हुन्छ, किनकि हाम्रो लिभरले कोलेस्ट्रोल आफै बनाइरहेको हुन्छ। यदि तपाई गुड कोलेस्ट्रोल भएको खाना जस्तै अन्डा खानुहुन्छ भने लिभरले थोरै कोलेस्ट्रोल बनाउँछ। डाइटबाटै कोलेस्ट्रोल पुग्छ भने लिभरले कम कोलेस्ट्रोल बनाउँछ। यसरी तपाईको डाइटवाला कोलेस्ट्रोल लिभरले आफै ब्यालेन्स गर्छ। सो यदि तपाई रेगुलर एक्सरसाइजहरू गर्नुहुन्छ अनि एक्टिभ लाइफस्टाइल छ भने दिनको 5 वटा अन्डा इज कम्प्लिटली सेफ। तर यदि तपाईको फ्यामिली ब्याकग्राउन्डमा जेनेटिक हाई कोलेस्ट्रोल र हार्ट डिजिजहरू छ भने डाक्टरको कन्सल्टेसन अनुसार खानु होला। जेनेटिक डिजिज छैन भने अन्डाले होइन, तपाईको अरू नराम्रो लाइफस्टाइलले हो कोलेस्ट्रोल बढाउने। अनि अरू फिटनेस ट्रुथको लागि हामीलाई फलो गर्न सक्नुहुन्छ।